हेलो साथीहरु वेलकम टु अनदर भिडियो र आजको ब्लग चाहिँ धेरै स्पेशल छ किनभने हामी जाँदैछौँ मेरो दिदीको घर मेरो कान्छी दिदीको घर त्यहाँ पूजा छ आज सत्यनारायणको पूजा छ त्यही एटेन्ड गर्नलाई हामी जान लागिरहेछौँ र त्योभन्दा अगाडि आज एकादशी हो एकादशीको व्रतमा फलार खाने हो आजको फलार चाहिँ मेरो यहाँ छ उसिनेको सामान अनि चिया तर म यत्रो खान्न एउटा मात्रै खान्छु धेरै खाइँदैन दबाई खाना एउटाले मात्रै पनि भइहाल्छ के खाएको हौ तरुल अनि चिया र तरुल ए डल्ली ए डल्ली माम खाऊ माम कालु ए कालु ए कालु कालु ए कालु बाय 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 माम खाऊ माम माम खाऊ माम 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 कालु कालु ओए कालु कालु ओए कालु 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 ओए डल्ली डल्ली ओए भयो त खानेकुरा कति चाहिएको भइसक्यो 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 भयो हेलमेट पनि चाट्नु पर्दैन त भयो त नाचिदेऊ ल अब आऊ आऊ भयो भयो ओए कालु ओए कालु के छ खबर ठिक छ कालु खबर ठिक छ खबर ठिक छ खबर ठिक छ खबर ठिक छ खोइ ढोक गरेको मलाई खोइ ढोक गरेको ढोक नगर्ने ढोक नगर्ने कालु ओए के भयो यहाँ 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 भयो 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 अब खेल्नुपर्छ ल भयो ल कालु ओए भयो ल भयो ल यतै हेलमेट चाट्न जानु पर्दैन त दुइटै उस्तै छ न ल ल ल माम खाऊ माम 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 यहाँ 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 भयो 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 बोक्नु पर्दैन भयो भयो ल म गएँ यसलाई पक्र ओ माम खान जाऊ 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 हाम्रो नयाँ के कुरा छ भन्दाखेरि नयाँ हाम्रो आएको छ नि नयाँ मेहमान मेहमान छन् हाम्रो कता जानु नयाँ मेहमान के गर्दै हुनुहुन्छ अरे के खानु भयो कान्छी माया के को चरो अरे ओइ के को नाम भन्नु सोच गरेर के नाम होइन एकजनाले आम्मामामामामामे रोटी पाकिसकेछ यहाँ एकदम रोटी पाकिसकेछन् चुली लागेछ त अनि कति बजेदेखि उठेर पकाएको 4:30 यो हो नि त अनि पूजा भनेको यस्तै नै हुनुपर्छ
प्रणो तिब्राम रस्ताको राजन पारमसी जिह्वान समर्पयामि चन्दन पनि सबैमा गन्धद्वारा दुरादर्शा नित्य पूजा करिषणम ईश्वरी सर्वभूतानां तानि उपवयस्यं पञ्चकुम्भेभ्यो नमः चन्दनं समर्पयामि कलस्थ वरुण देवताभ्यो नमः यागच्छः अवधू प्रायः सकल परिप्रार्थी चन्दनम अक्षतां पुष्पादिकं समर्पयामि चन्द्रमा मनसो जातपक्षो होशो जोजाय ततो कार्पाय सप्तानकं घाटविरगाय परितकं आभिः प्रजननां देयन्तु प्रसादिराकं सर्वकाकं सोत्पया आत्माय सनि प्रजा सनि पशु सनि लोक सनि भय सनि अग्नि प्रजा बहुलाम्बो करस्पन्न पैरेतु आत्माय सुधात्ता रूपम आग्रप्यामि दीपम रूप यागच्छ यतिष्ठ यावत् पूजा करोमि तावता सुस्थिरो भव सुप्रसन्ना वरदा भव सुप्रतो भव आग्नेय ज्ञानरूपाय नमः चन्दन अक्षतान् पुष्पादिकं समर्पयामि ऋतुफलं समर्पयामि सुप्रसन्नो भव श्रीदेव संयमादयन्ताम् ओम प्रतिष्ठा भन्नु तीनचोटि ओम प्रतिष्ठा सत्यनारायण देवताभ्यो नमः अर्पुङ्गम समर्पयामि रमा सहित सत्यनारायणाय नमः अलिकति उठाएर चढाइदिने थोरै अब उता राख्नु प्रसादी भयो गम इदम फलम लिइराख्नु त नमस्कार गर्नु त्यो फल हातमा दिनु फुल पनि दिनु अनि भन्नु ओम इदम फलम मया देव स्थापितं पुरतस्तव तेन मे सफलार्वाप्ति भवे जन्मनि जन्मनि ऋतुफलं नारिकेलादिकं फलं समर्पयामि रमा सहित सत्यनारायणाय नमः पूजाको बेलामा टाइममा चिया पानी चाहिँ पिउँदै गर्नुपर्छ नत्र भोक लाग्छ ग्यास्ट्रिकले गाह्रो बनाउँछ अब जय जगन्नाथ प्रभु का शरण उपासक कति कति पार तरे ओम जय जगदीश डल्लु बाई 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 डल्लु बाई 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 डल्लु बाई 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 डल्लु बाई बाई अब जाने ल अब हामी जाने ल बाई कालो बाई अब हामी जाने पूजा सकियो फाइनल्ली पूजा सकिएर अब हामी घरतिर लाग्न आँटिरहेको छौँ जुत्ता लगाउनु पर्यो नि त हजुर केमा नलाने अहिले नलाने त मस्त घाम लागेको छ आज विराटनगरमा आनन्द छ गर्मी लाग्छ जस्तो छ अब चाहिँ बिहान तर चिसो चिसो नै हुन्छ केही छैन खोइ कति छ साग खोइ यो बिडिया बनाउने हो कि क्या ओहो हो बिडिया बनाउने साग त मेरो बाइक चाहिँ उहाँ छ गाइस आजको भिडियो यति नै हो फेरि भेटौँला अर्को भिडियोमा थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ जय नेपाल।